ल हेर्नुहोस् साथीहरू यस्तो भाँडा छन् होइन काम गर्ने भन्ने चाहिँ बिल्कुल होइन होइन अब यता हेर न रुममा गएर हेर्छु है मैले के गरिरहेको होइन ल हेर्नुहोस् है त्यत्रा भाँडा छन् उता होइन यता बिस्तारै आनन्दले टिकटक चलाएर बसेको नि यस्तै हुन्छन् सबैका घरमा तिमीले चाय बनाउ त एक कप जाऊ त म चिया बनाउन सक्दिनँ किन वर्षौं भयो तपाईँले बनाएर दिएको नखाएको जान त बनाउने कप खाम अनि भिनाजुले चाय बनाउन परो साली भनेर यस्तो रिक्वेस्ट गर्दाखेरि नै भनेको नबनाउने म जाम चिया म फेरि बनाउँदिनँ तपाईँले बनायो भने खाने हो नत्र क्यामेरा छ अगाडि क्यामेरा फेरि मैले भन्दै क्यामेरा छोडिदिनु यो क्यामेरा स्यामेरा उता लगेर फालिदिन्छु नि जानु होइन तिमीले बनाउँदै नबनाउने हो नबनाउने आजलाई मैले बनाइन तपाईँलाई चिया खानु मन छ भने अब 2 बजे आउनु क्या ए म एक कप चायको लागि 2 बजे आउनु कहाँ 10-15 किलोमिटर टाढा भएको मान्छे चिया पनि यस्तो गएर यहीँ घर चाय पिउन आउँ होइन यस्ता साली यस्ता यस्ता नाथे साली भन्थ्यो होला हर्का साङपाङ हर्का साम्पाङले यस्ता नाथे साली चाहिएन भन्दै जान्थ्यो होला होइन धन्न मैले त्यो चाहिँ भनिनँ होइन ल ठिक छ म गएँ अहिले काममा म आज ल तिम्रो हातको चाय पिएन ल तिनी किचनमा भाँडा छ नि तिनी 100 भाँडा माझेर सके नि भरे आउँदा त्यहाँ त्यस्ता भाँडा देख्यो भने राम्रो हुँ अफिसमै आउँछु गएर फेरि म आज टाउको दुखी छ बरु